ब्याचलर लाइफ कस्तो हुन्छ भनेर आज म तपाईहरुलाई देखाउन गइरहेको छु। स्टडिङ इन ब्याचलर एन्ड लिभिङ इन रेन्ट रुम इज लाइक हेल। सिरियसली तपाईहरुले हेर्न सक्नुहुन्छ हाम्रो रुमको कन्डिसन कस्तो रहेको छ। जस्ट फर्गेट अबाउट इट। अनि यो चाहिँ हाम्रो किचन र हाम्रो केटाहरु एन्ड दे आर प्लेइङ मोबाइल लेजेन्ड यु नो एन्ड अफ कोर्स दिस इज मी। अब रुममा बसिसके पछाडी सबभन्दा इम्पोर्टेन्ट थिङ इज बीइङ इज अ कुक इज भेरी हार्ड। सिरियसली जस्ट लुक एट मी। मलाई नै हेर। तर खाना पकाउँदा मलाई एकदमै राम्रो लाग्छ के आई फिल सो गुड। सोया चंक्स एन्ड आलु यो चाहिँ हाम्रो डेलीको फुड हो। बट सम टाइम कहिलेकाहीँ हामी चाहिँ मासु पनि पकाउने गर्छौं। तर जुन दिन मासु पाक्छ त्यो दिन म घर गएको हुन्छु एन्ड यस इट्स माई ब्याड लक। खाना रेडी गरिसके पछाडी खाना पस्किदिने एन्ड आई फिल्स लाइक मम यार। तर ठिकै छ दे आर माई फ्रेन्ड आई हेभ टु डु दिस बिकज इट्स माई रेस्पोन्सिबिलिटी। अब बिस्तारै बिस्तारै एज पनि भइरहेको छ रेस्पोन्सिबिलिटी लिने समय पनि आइरहेको छ। तर नेपालमा ब्याचलर पढेर केही काम छ कि नाइ कि ब्याचलर पछाडी यसरी नै भोजपुरी गाना बजाएर नाच्दै घुम्ने हो। जय जुस गर तर यार भोट यसपालि घन्टीमा जय बालिन। अलराइट गाइज आजको लागि यति नै। ब्लग मन पर्यो भने प्लिज कमेन्ट शेयर लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। बाइ बाइ सी यू सुन।